छ भने 2 PM कोरियन रामेनको 2 PM 2वटा छ मसँग मैले रेडी बनाएर ल्याइसकेको छु तर यो 2टा चम्चा चाहिन्थ्यो होला के गर्नु अनि मसँग छ यो हरियो लसुनको पात छ अनि यहाँ कागती छ अनि प्याज छ अनि मैले चाहिँ कसरी बनाएर खान्छु चाउचाउहरू रामेनहरू करेन्टहरू जुन स्पाइसी नुडल्सहरू हुन्छ कसरी बनाएर खान्छु भने चाहिँ अघिको भिडियोमा पनि रेसिपी पनि राखेको छु त्यस्तै गरेर तर तपाईँले खान चाहनुहुन्छ भने त्यो हेर्नु होला अनि फेरि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला अब म खान्छु है अभी मजा आएगा ना भिडो अब यो मिक्स गर्नुपर्छ यो फेरि आधामै सकिएछ मतलब त्यो मोबाइल ह्याङ हुन्थ्यो अनि आफै कता कता च्यातिएछ र त भिडियो नै काटिएछ आधा मात्र आएको अनि ल यो मैले यसरी मिक्स गरिसकेँ यहाँ देख्छ मेरो भिडियो भाइरल गरिदिनु न तपाईँहरूले छिटो छिटो मोनिटाइज गर्नु हो के अन्त आफूले केही मेहनतै नगरी त कहाँबाट मोनिटाइज हुन्छ र त्यही माया गरिदिनु होला मेरो भिडियोलाई मैले यो भ्लग पनि राखेको छु योभन्दा अगाडिकोमा भिडियो राखेकोमा चाहिँ त्यो खाएको भ्लग चाहिँ छैन सरी भिडियो चाहिँ छैन कस्तो मनपर्छ मलाई कागती काँक्रा मासु फेभरेट हो मेरा यसलाई पनि खाइदिन्छु अब म खान्छु कि धेरै बेर यहाँ भित्रदेखि पानी आएर आफैले आफ्नो खाना चोखे लाग्यो जस्तो हो मलाई यो पहिला मैले उल्याउँछु थम्बनेल लिन्छु वाउ कति दिनपछि खान्छु मैले घरमा कोही मैले साँच्चै भन्नुपर्छ त्यही भएर माथिको कारण यो भिडियो देखेँ मेरो त कता यस्तो खाना पर्छ र मोटाइन्छ है के साह्रो मलाई कस्तो रिङ्गटा लागेर जस्तो भयो पिउले कस्तो नआएको यस्तो पिरो हुने चाहिँ कलम त यस्तो भएको थिएन अस्ति मैले खाँदा भिडियो त बनाएको थिएन यस्तो पिरो भएको थिएन गरेर मात्रै पिरो हुन्छ गरेर मलाई त यसलाई चलाउन यसलाई डिस्टर्ब गर्यो मलाई खानलाई
कस्तो पानी खानु मन लाग्यो। आउँदैन आउँदै इच्छा नगर्छ म त के हो यो यसको चाहिँ सक्दिनँ होला। फोनको स्टोरेज के हुन्छ स्टोरेज फुल भएर छोडेँ। अनि युट्युब बनाएर फेरि भिडियो बनाउनु लागेको। हाम्रो मम्मी आउन आउँछ। त्यो खसम खसम गरेर आउँछ कि करेन्ट भइदिएको भए पनि सक्थेँ। अहिले नमिठो नमिठो हुँदैछ कि यो मैले खान सकिनँ त्यसै बाँकी भयो। कस्तो लाग्यो भिडियो एकदम दाजु पनि खान सकिनँ मैले भन्दा नि करेन्ट भएको छैन त्यसको सेन्ट पनि हटाएर पिरो भयो एकदम। ल आजलाई चाहिँ यति, फेरि अर्को भिडियोमा भेटौँ होला। तपाईँलाई चाहिँ भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, लाइक गर्नु होला। अनि च्यानलमा न्यू हुनुहुन्छ भने सब्सक्राइब गर्नु मात्रै जानु होला। दिनसम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि